हेलो जजलबा सबैलाई फेरि पनि स्वागत छ अर्को नयाँ भ्लगमा। काठमाडौँ नजिकै अथवा भक्तपुर नजिकै चाहिँ थोरै टाइममा पुग्न सकिने कहाँ छ भनेर चाहिँ तपाईहरुलाई देखाउन खोजेको हो। अहिले चाहिँ हामी नालाको बाटो हुँदै बनेपा जाँदैछौँ। उता चाहिँ डह्रो पानी परिरहेछ यार काठमाडौँतिर चाहिँ, पछाडि पुरै सेतो भइरहेछ त्यो पानीले परेर। अहिले चाहिँ हामी कहाँ जान लाग्यो भन्दाखेरि चाहिँ त्यो बनेपाको गोसा स्ट्यान्ड छ नि, बनेपाको त्यो हिरिखेल बाटो हुँदै लेफ्ट साइडमा लाग्दाखेरि चाहिँ पुगिन्छ। त्यहाँ चाहिँ एकदम पिस ठाउँ छ त्यो चाहिँ। त्यहाँ चाहिँ एउटा भ्यू टावर जस्तो पनि थियो, छ अहिले पनि भ्यू टावर जस्तो पनि छ। प्लस त्यहाँ एउटा चाहिँ गोसाइँकुण्ड मन्दिर छ क्या। खासमा गोसाइँकुण्ड हाम्रो त्यो ट्रेक जान नसक्नेहरू चाहिँ त्यहाँ गएर चाहिँ पूजाहरू गर्ने गर्छन्। अहिले चाहिँ गोबर ट्रेक त्यहाँ चाहिँ पूजाहरू गर्ने, उता टाढा जान सक्दैन नि त, नसक्नेहरूले चाहिँ त्यहाँ गएर चाहिँ आफ्नो मनोकामना पुरा गर्ने गर्छन्। त्यो ठाउँ पनि पिसफुल नै छ, मजाको ठाउँ छ। अलि जङ्गल एरिया नै भन्नुपर्दा, अलि रुखहरू पनि धेरै छ त्यहाँ, प्लस अलि पिस पनि छ। तर रिसेन्टली हामी चाहिँ पहिला पनि धेरै गएको थियो, तर रिसेन्टली चाहिँ त्यो अलिक पपुलर पनि छ है। मैले कहीँ युट्युब भिडियोहरूमा चाहिँ 1-2वटा ठाउँमा मात्रै देखाएको छु। 1-2जना भ्लगरहरूले चाहिँ कभर गरेको छ त्यो एरिया चाहिँ, तर धेरै जसोलाई थाहा छैन कि बनेपा नजिकै कहीँ घुम्ने छ, भक्तपुर नजिकै अथवा काठमाडौँ नजिकै सर्टेस्ट डिस्टेन्समा 1-2 घन्टामै गएर रमायो, एकछिन फ्रेस भएर आउने ठाउँ पनि हो त्यो ठाउँ चाहिँ। रमाइलो छ, जोस अलिक पिसफुल छ त्यो ठाउँ चाहिँ। हो हल्ला छैन, माथि पसलहरू पनि खासै छैन। तपाईँहरू त्यहाँ जानुहुँदैछ भने चाहिँ आफैले तलैबाट बनेपैबाट अथवा तल बस्तीबाट नै आफूलाई चाहिने सामानहरू किनेर के गरे हामीले। आफ्नो मर्जी छ यार, बाटो बिचमा के लिटरली बाटो बिचमा। स्कुटर त अझ यसरी थियो, स्कुटर अझ यसरी पुरै बाटै ढाकेर। त्यही भएर भन्छु कि अब नेपालीहरू भेडा हो भनेर। आफू केही गर्नु छैन, आफूलाई सजिलो चाहेछ जे पनि, अनि पछि लङ टर्ममा गएर यो भएन त्यो भएन भन्छ। अब नेताहरू चुज गर्ने बेला नि त्यो बेला पनि चुज गरेको, आफैले चुज गरेर गयो हो तिनीहरू सबै नेतामाथि। भोटिङ गर्ने बेला अलिकति इलिजिबल मेरो दाइ भाइ नहेरिकन होइन, मेरो गाउँको मान्छे त्यो नहेरिकन जो चाहिँ अलिकति क्यापेबल छ उनीहरूलाई लिदिएको भए देश आज यस्तो हालतमा आउँथेन होला त्यो बेला पनि। अब गर्ने बेला चाहिँ आफैले गर्ने, अनि त्यसपछि घुस खाने जतिलाई माथि पठाउने आफैले भोट दिइदिए, अनि पछि यसले घुस खायो त्यसले थाहा छ त तिमीलाई घुस खान्छ भनेर फेरि किन भोट दिन्छौ। ये बड़ी अच्छी बात कही आप। भेडाहरू अब चाहिँ हाम्रो यो मेरो भाइ, यो मेरो दाइ, यो मेरो मामा, यो मेरो छोरा, यताउति के होइन। इभन आफ्नै बाउले घुस खान्छ भने आफ्नै बाउलाई पनि भोट नदिने हो योपालि। त्यत्रो जेन्जी आन्दोलनमा त्यत्रो कति टोटल समूह पुलिसहरू प्लस हाम्रो यङ युवा दाइ दिदीहरू जोडेर चाहिँ 74-75 भने जस्तो लाग्यो टोटल डेथ रेसियो। अब त्यो एक्ज्याक्ट चाहिँ थाहा छैन। फर्स्ट दिनमा चाहिँ 21 पुगेको थियो, 21 नै पुगेको थियो। जुन किसिमले त्यो गोली हानेको थियो त, म पनि गएको चाहिँ थिएँ, किनभने त्यो क्यामेरा लिएरै गएको थिएँ जान चाहिँ। भने मतलब क्यामेरा किन त्यो कभर त्यो भ्युज त्यो होइन, मैले हाले पनि छैन है, त्यो मसँग छ, मैले त्यो हालेको पनि छैन। म त गएको पनि थिएँ। टियर ग्यास बाबु आँखा पिरो यार, त्यो फोक्सो निस्केर जस्तो ठोकिआउने क्या त्यो टियर ग्यासले त बाफ्रे। तर मैले ढुङ्गा पनि हालिनँ, मैले मुडा केही पनि गरिनँ। म जस्ट गएँ, नारा लगाएँ, त्यहाँ अलिकति क्रिटिकल कन्डिसन भएपछि चाहिँ म चाहिँ फर्केको।
किनभने हामी पिसफुल गर्न गएको थियौँ, हामी पिसफुल्ली हामीले गऱ्यौँ। जति पनि त्यो तोडफोड आगजनी गरेको थियो तिनीहरू जेन्जी त पक्कै पनि होइन, 101% होइन क्या। तिनीहरू बाहिरकै झोलेहरू थियो। तर जे होस् अब हुनुपर्ने भइसक्यो होइन। अब जे होस् राम्रोकै लागि होस्। जति पनि मान्छेहरू अब इलेक्सनमा आउँछन् आफैले राम्रो नराम्रो चुज हेरेर अथवा बुझेर यो मान्छेले कस्तो छ, यो कहाँबाट आएको के राम्ररी बुझेर क्या, त्यो मेरो दाइ मेरो भाइ भन्दा पनि राम्ररी बुझेर चाहिँ भोट हाल्नु पऱ्यो क्या। अब चाहिँ ठिक छ, अब गइसकेको कुरा गयो होइन। अब हुनुपर्ने भइसक्यो, सक्यो अब। अब चाहिँ देश चाहिँ त्यही राम्रो तरिकाले अगाडि बढुन् भन्ने चाहिँ लागेको छ। यो चाहिँ नालागढी नाला गुम्बा, यो चाहिँ नालागढी उता साङ्गाको रोड त्यो बनाउनलाई कन्स्ट्रक्सन भएदेखि चाहिँ यता नालाको बाटोमा चाहिँ धेरै ट्राफिक बढेको छ है। पहिला चाहिँ यस्तो खाली हुन्थ्यो यार यो बाटो। नालाको बाटो हुँदै बनेपा आइपुगिसक्यौँ। यहाँबाट पहिला हाइवे निस्कौँ अनि त्यसपछि सजिलो हुन्छ। के साह्रो जाम हौ बनेपातिर नि। यो चाहिँ बनेपाको हाइवे। साङ्गाबाट आयो भने चाहिँ यो बाटो आइपुग्नुहुन्छ। यहाँबाट चाहिँ हामी टक्क लेफ्ट लाग्नुपर्ने हुन्छ। लेफ्ट लिएपछि सिधै जाने। यहाँ चाहिँ फेरि पोल्युसन अति बढेको छ अहिले, ओभरै छ पोल्युसन। हेर्दै नहेरी भने हेर्दै नहेरी, ऐना नै छैन अझ त्यसको। तपाईँहरू यहाँबाट उता लानुहुन्छ भने चाहिँ पनौती पुग्नुहुन्छ। ठुलो चाहिँ डेन्जर यार, टाइट कहिले बन्छ हो यो बाटो पनि। कुकुर हान्थ्यो। ओए के भएछ यसको त? तलको एक्सन नै भएको छ यार टिप्परको। हामी 0 किलोसम्म आइपुग्यौँ। यसलाई चाहिँ 0 किलो भन्छ। ए होइन 28 किलो, सरी 28 किलो भन्छ यसलाई चाहिँ। 28 किलो भन्छ होइन यसलाई? त्यही त म जहिले 0 किलो भन्छ यार यसलाई। 28 किलो भन्छ यसलाई। 0 किलो त कहाँ उता 5 खालभन्दा उता हो। एन्टर हो नि, नटान्ने त कुरै भएन नि होइन र। यो बाटो आएपछि चाहिँ लेफ्ट लाग्नुपर्ने हुन्छ। श्री पञ्चकन्या बेसिक स्कुल भन्ने देख्नुभयो भने चाहिँ अनि यहाँ चाहिँ यसरी काट्ने हो। यो चाहिँ श्री पञ्चकन्या बेसिक स्कुल हो यो चाहिँ है। अनि यहाँबाट चाहिँ उतैबाट आयो भने चाहिँ यता छिर्ने हो, होइन भने चाहिँ अब यसरी काटेर उता माथि चढ्ने हो। हुन चाहिँ यो कुन होटेलले
हिमालयन होरिजोन फेमस होटल हो यहाँको। यो पनि माथि आधा पिच छ, आधा माथिसम्म पिच छ न चाहिँ। अनि यहाँबाट चाहिँ यहाँ लेफ्ट यो उकालो बाटो लाग्ने, तलको बाटो होइन, उकालो बाटो लाग्ने। यहाँबाट चाहिँ राइट लेफ्ट लाग्ने, ढलान बाटो उतै माथि आउने। त्यो गेट एउटा देख्नुहुन्छ, त्यसपछि माथि लाग्ने ढलान बाटो। तर यहीँबाट तल गयो भने चाहिँ यहीँ हो तल गोसाई स्थान मन्दिर। हामी चाहिँ माथि टावर भएको ठाउँमा जाने हो, त्यो भएर चाहिँ हामी माथि लाने। माथिबाट भ्यू चाहिँ दामी देख्छ, देख्नु चाहिँ यही तल हो गोसाई स्थान मन्दिर चाहिँ। हामी चाहिँ माथि लाग्ने, यहीसम्म हो स्कुटरहरू आउने, बाइकहरू आउने चाहिँ यही माथि हिँडेर जानुपर्ने हुन्छ। अब टक्क यही बाटो नछोडी गयो भने चाहिँ यो चण्डेश्वरीको पछाडिको बाटोमा जोइन हुन्छ। यहाँबाट तल गयो भने चाहिँ गोसाई स्थान, यहाँबाट तल गयो भने चाहिँ तल जङ्गल टाइपको छ, पिकनिकहरू गर्ने ठाउँ हो त्यो चाहिँ तल। हामी चाहिँ माथि लाग्ने हो। अब टावर छ, यहीँबाट कस्तो दामी आज आकाश कस्तो राम्रो देखाएको छ यार। तर यहाँ चाहिँ शान्त छ है, यही नै हो भ्यू चाहिँ, यही नै हो, मस्त देखिरह। पान सेपको के छ यहाँ, फलामको छ। यहाँबाट चाहिँ दामी देख्छ त्यो यो बस्ती चाहिँ धुरीखेल भयो। अनि यहाँ चाहिँ यस्तो दामीको भ्यू देख्छ। यो चढ्दै आएर यहाँबाट चाहिँ 360 भ्यू देख्छ। भ्यू हो यो चाहिँ माथिबाट। तीन तलाको थियो पहिला चाहिँ, अहिले चाहिँ 2 तला मात्रै छ। यहाँ पहिला चाहिँ यहाँ यस्तोमा एकजना झुन्डेर मरेको थियो अरे, अनि त्यहाँबाट चाहिँ माथिको 1 फ्लोर हटाएको अरे। अनि यो अहिले 2 तलाको मात्रै छ, अहिले 2 तलाको मात्रै छ। यो रुखमा कस्तो भोगाल देखेको है, यस्तो त्यो एन्लोइस तला छ क्या, राम्रो देखायो। यही हो, यसलाई चाहिँ हामी बनेपा गढी पनि भन्छ क्यार। ल यही नै हो ठाउँ चाहिँ। हामी चाहिँ एकछिन बस्यौँ, अब चाहिँ जान फर्किने। ल अब चाहिँ घर पुग्न लाग्यो होइन। ठिक छ, रमाइलो छ, रमाइलो भयो, घुमेर आइयो। तपाईँले पनि फ्री टाइम छ अथवा एक दिनभरि त्यहाँ बस्न पनि हुन्छ, प्लस पिकनिकहरू गर्छु भने पनि हुन्छ। तर अफिसको छेउबाट 1-2 घन्टालाई जान्छु म, फ्रेस भएर आउँछु भनेर पनि जान सक्नुहुन्छ तपाईँले चाहिँ त्यो ठाउँमा। र आजलाई चाहिँ यति नै भन्दै बिदा हुन्छु। टाटा, बाई बाई।